लाज भन्ने चिज पनि अजीबको हुँदो रहेछ। क्यामेरा अन गरे बोल्नै आउँदैन बा। यो पाराले नि भिडियो रेकर्ड हुन्छ, भ्लग बन्छ। हेलो हेलो गाइस, नमस्ते सबैजनालाई। के छ, सन्चै हुनुहुन्छ सबैजना? मेरो न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। म चाहिँ नुहाएर अब रेडी भइसक्यो फाइनली। अब टक्क म तपाईहरुलाई जिएलटी को भ्यू देखाउन गइरहेको छु। आज चाहिँ जिएलटी को यात्रा हुँदैछ है मेरो। पुरा भिडियो हेर्नु होला। म चाहिँ अब जिएलटी आइपुग्यो हैन। यो जिएलटी मा आइपुगेछु। यहाँ चाहिँ पार्किङै नपाएर टेन्सन। फेरि पार्किङै पाउँदैन हो यहाँ चाहिँ। के भएको? ए पार्किङको गाडी हो यो। पार्किङ चेक गर्न आएको। पार्किङ हालेछ कि हालेको छैन। हालेन भने फेरि ड्याङ्गै 400 दिराम हो। 150 दिराम चाहिँ पार्किङ सही लगाएको हुनु पर्यो। अनि हल्का मिस्टेक पार्किङ छ, रेखाभन्दा अलिकति बाहिर छ भनेपछि सिधै 500 ड्याङ्गै हान्छ है। अहिले चाहिँ गइहाल्यो। उसमा पुगेछ, जेएलटी भन्ने ठाउँ हो यो। पुरा भ्यूहरू चाहिँ खतरा, बिल्डिङहरू चाहिँ खतरा छ है। यस्तो छ यो जेएलटी तिर चाहिँ बिल्डिङहरू। यो बिल्डिङहरू बन्दै रहेछ। बिल्डिङहरू चाहिँ ठुल्ठुलो छ है। बिचमा चाहिँ उ थियो, यहाँ चाहिँ पानी थियो। पानी सानी अहिले हटाएछ। अब यहाँ सफा गरेर फेरि हाल्छ होला पानी। यहाँ चाहिँ ट्यागको बाहिर बसेर लन्चहरू गर्ने ठाउँ रहेछ, ब्रेकफास्ट गर्ने ठाउँ। म चाहिँ घुम्दैछु, भिजिट गर्दैछु, तपाईहरुलाई पनि देखाउँदैछु। कता कता देख्छु, हेर्छु, तपाईहरुलाई पनि देखाउँदैछु है त। कोही कसैलाई बाइक राइडरमा दुबई आउनु छ भनेपछि बाइक राइडरको यस्तो हुन्छ। तालाबादहरू छ, यसरी पार्किङ गरेर बस्छ। अर्डर आयो भने जाने हो। केटाहरू कता कता गछ अहिले, 2 जना मात्रै रहेछ। टन्नै छ यस्तोहरू। कसम भनेको क्याप टुपी लगायो भने क्याप टुपी पनि खस्छ होला हो यो बिल्डिङहरू देख्दा त। आमा कति अग्लो त हो। यताको यस्तो छ फेरि छैन त नि, यत्रो ठुल्ठुलो। अनि टुपी नखसी के हुन्छ त? बिल्डिङ अनि बिल्डिङ त कुरै छैन, कुरै नगर्दा हुन्छ। लाइसेन्स ननिकालेलाई फेरि यस्तो छ गति। हिँडेर दिनुपर्छ डेलिभरी। साइकलमा पनि दिन्छ है यहाँ चाहिँ। जसले लाइसेन्स निकाल्न सक्दैन डेलिभरी दिनको लागि, दुबई आएर लाइसेन्स निकाल्न सकेन भने बाइकको राइडरमा आएर त्यसले चाहिँ साइकलमा दिनुपर्छ। बाइक राइडरहरूले यसरी बस्छ पार्किङ गरेर साइडमा। पार्सल हो आयो एउटा हिरो फेरि। म चाहिँ अब गाइस लाग्यो गाडीतिर। अब यसो लाइक कमेन्ट सेयर गर्नु होला है त। यति भन्दै बिदा लिउँदैछु।